हेलो गाइज भने आज हामी यहाँ छौँ यहाँ कुरुक्षेत्र भन्ने ठाउँमा हुनुहुन्छ एउटा हाम्रो पार्टनर यहाँ हुनुहुन्छ अर्को दिदीहरू हुनुहुन्छ सब जाने मैले अनि एउटा यो दिदी पछाडि नै हुनुहुन्छ अनि एउटा दाइ छता लिएर व्यस्त हुनुहुन्छ त्यस्तो राम्रो भएन अरूको छता युज गर्नु पर्दैन अब हामी हेर्दै जाँदा अब हाम्रो फ्रेन्डले पनि केही भन्छ आज हामीहरू कुरुक्षेत्र इन्डियामा कुरुक्षेत्र ठाउँ छ त्यहाँ घुम्न आएको छु। यहाँ महाभारत यहीँ भएको थियो कुरुक्षेत्रमा। जुन हाम्रो गाइडज्यूले हेराउँदै हुनुहुन्छ कहाँ छ यो कुन मन्दिर छ यो ब्रह्म सरोवर मन्दिर आएको छु। यहाँ विष्णुजीको मन्दिर छ। नहीं नेपाली में अब यहाँबाट हामीहरू जहाँ महाभारत भएको थियो रेड सोइल त्यहाँ ब्लडको कारणले त्यहाँको सोइल नै रेड भएको छ त्यहाँ पनि घुम्नेछौँ हामीहरू। यो पोखरी हेर्नु तपाईहरु पहिला कति ठुलो छ पानी बहुत कम हो गया। तो आज हामी यतिकै यो मन्दिर घुमिरहेको छु। यिनीहरूको फोटोसुट दिदीभाइको त्यो महाभारत उता भएको थियो यो उता जान्छ हामीहरू अब घुम्नको लागि। तो आइसकेका छु हामीहरू। यो कृष्ण र अर्जुनको बाण महाभारतमा यही बाणमा मतलब गएको थियो। सब फोटोशूट कर रहा है, सब फोटोशूट। इधर भी फोटो भइरहेछ। महाभारत भएको कहाँ थियो? यही भएको थियो सायद। यहाँ हुन्छ यहाँ यत्रो ठाउँमा कतिजना आँट्छ? कोहीसँग सोध्नु न। ओ भैयाजी महाभारत कहाँ भएको थियो सोध्नु न। भन्दाखेरि यही महाभारत भएको थियो। यो पुरै ठाउँ छ उतादेखि लिएर उता टाढासम्म छ, यता पनि ऊ अगाडिसम्म छ। अहिले महाभारत यही भएको थियो तर अहिले मन्दिरहरू बनिसकेको छ थुप्रै। यही ठाउँमा महाभारत हुने। अब हामीहरू यो ठाउँ घुमिसक्यो। अब कुरुक्षेत्रमा कहाँ अर्को ठाउँ छ त्यहाँ घुम्न जाँदैछौँ हामीहरू। सब थाकिसकेको छ, पहिला नास्ता गर्ने हो। अब जान्छु नास्ता गर्नलाई। ओ फोटोसुट हामी अब जाँदैछौँ खाजा खानको लागि। धेरै जोडले भोक लागिसकेको छ। अब कोल्ड ड्रिङ्क खाने। हामीलाई कोल्ड ड्रिङ्क एउटा पनि फोटो क्लिक गरेन। धेरै भिडियो त नै छैन। कहाँ छ? यहाँ छैन। कहाँ छ? मिनट त्यो पनि हेर्न आउँदैन। जन्माष्टमीको दिन यहाँ पुरै डेकोरेसन गरिरहेको छ जन्माष्टमीको दिन भएर। जल्दी फोकस करो। कति बजी चाहिए? तू कपड़ा वाले मन्दिर आइसक्यो। मन्दिर जन्माष्टमीको घुम्ने ठाउँ।